जम्मा 16 रोपनी जस्तोमा थियो 16 रोपनीमा रोपेको थिएँ अहिले खेतीबाली मेरो केही छैन त्यो चाहिँ तपाईँको आफ्नै खेत हो कि अरूको खेतमा यो अध्याय हो उ त्यो सिरानी लगाएको थिएँ अनि अरू चाहिँ आफ्नै थियो निजी थियो अब अहिले तपाईँलाई बस्न ओर्न जुन अब अहिले घर छोडेर अलि माथि गएर बस्नु भएको छ बसाइ कस्तो छ बसाइमा माथि पनि डरसोरी बसेको थियौँ त्यहाँनिर ट्र्याक्टर दोडा ट्र्याक्टर थियो त्यहाँ सामान थुपारेर अनि त्यहाँनिर तम्बु ओढाएर त्यहाँनिर बस्दै थियौँ हिजोसम्म आज हिजोदेखि फेरि बेलुका यहाँ अरूतिर सरेको छौँ दिपककोमा अलिक अभानो छ र त्यहाँनिर हेर्नुहुने छ र पनि उँभोबाट डरै छ अझै पनि अलिकति सम्याइदिए बिराइदिएदेखि र यो माथि अलिकति जाली लगाइदिएदेखि यतापट्टि पनि जाली मलाई तार जालीहरू अलिकति लगाइदिएदेखि मलाई ठुलो सहयोग हुने थियो त्यो धर्मै हुने थियो सरकार थियो भनेदेखिले भन्ने चाहिँ मलाई आशा चाहिँ लागिराखेको छ अब उहाँहरूले सहयोग गर्नुहुन्छ हुन्न अब मेरो त केही छ भन्ने अन्नपानी छ भन्ने छँदै छैन अनि अब यस्ता आपत्ति विपत्तिमा छु अब उहाँ सरकारले के सहयोग गर्नुहुन्छ अब त्यतिमा आस्था पनि चाहिँ म सरकारमाथि नै छु प्रायः इष्टमित्रहरूसँग नै छु अब इष्टमित्रले बोलिदिन्छन् होला पक्कै पनि अब मलाई गरिदिन्छन् होला भन्ने मलाई आश्वासन त छ वार्डको अध्यक्ष न सदस्य अहिलेसम्म देखा परेको छैन 4 नम्बर वार्डको अध्यक्ष र सदस्य मैले देखेको पनि छुइनँ कस्तो छ तिनीहरूको अनुहार देखेको छुइनँ अनि उहाँबाट यहाँ बाढी आएदेखि मैले देखेको छुइनँ अनि माथि हिजो अस्तिको दिन होला 25-25 केजी चामल चाहिँ दिएछ माथिबाट ल्यायो त्यो चाहिँ साथीहरूले ल्याइदियो मलाई पनि अनि अब यस्तै गरेर बसिराखेको छु मेरो हालत चाहिँ यस्तो छ हुन्न त मैले सदस्यको आएर यसो हेरिदिए पनि मलाई चित्त बुझ्थ्यो अध्यक्षले आएर हेरिदिए पनि चित्त बुझ्थ्यो अब गाउँको साथी टाठो बाटो खोजौँ त कोही छैन यहाँनिर मेरो सहयोग भनेको अब यस्तै गरेर मेरो जिन्दगी बिताउँदैछु अब जस्तै होला म एकठो गर्छु सरकारसँग एकचोटि माग गरिहेर्छु त्यहाँ तार जाली लगाइदिएर यहाँ तार जाली लगाइदियो भने पक्कै मेरो जमिन बस्छ अब म कहाँ जाउँ मेरो जमिन छैन अब यत्रो कटेर म बस्नु सक्दिनँ म चाहिँ नि जागिर छैन म खेतीबाली गरेर खाने मान्छे पहिलेदेखि नि मेरो जिजीबाजीदेखि पेसै यही थियो अब यसो गरेर खाँदै थिएँ अब यो पनि सकियो अनि अब सरकारले के दिनुहुन्छ म त्यही थाप्छु माग्नु चाहिँ जान्न भिख माग्नु जान्न सरकारले ल्याएर दिन्छ म थाम्छु